एउटा यो सर्भिसिङको लागि आयो रेफाई वाला टक्क लाएर यहाँ सर्भिसिङ गर्न लागेको पुरै खोलेको भर्खर होइन। अब मोबिल सोबिल झार्नु बाँकी छ। अनि यहाँ भाइले चाहिँ यहाँ के यहाँ कलर सफर खोलेर सबै सफा गर्नुपर्छ। फिल्टर यस्तो भइसकेको छ होइन, त्यही कारणले पिकअप नआएको हो, यो नदिएको हो होइन। फेरि ल यो स्कुटीवाला दाइले भन्दै थियो मेरो स्कुटीमा पिकअप छैन, अनि तेल धेरै खाइरहेछ, अनि यस्तो पुरै खोलेर हेरेको त यस्तो पो रहेछ। अनि त्यही भएको कारणले चाहिँ यस्तो भएको हो। अब टक्क लाएर हामी सर्भिसिङ गर्न लागेको। यसको ब्रेक्सहरू पनि यस्तो भइसकेको छ, त्यही भएर ब्रेक स्रेक नलागेको, ब्रेक हार्ड भइरहेको छ भने गर्दै हुनुहुन्थ्यो। अनि अब टक्क लाएर सबै खोल्दैछौँ। अब सबै सफा गरेर अनि त्यसपछि त्यही हामी अहिले अर्को भिडियोमा BS6 को एयर फिल्टर हाल्नुपर्छ। अनि एभरेज मजाले दिन्छ। एयर फिल्टर हाल्नु पर्यो। है अब सर्भिसिङ भइसक्यो होइन। अब कभर फिट गर्न लागेको, कभर फिट गरेर अनि गयो। यो स्कुटी फाइनल भइसक्यो। अब चेक गर्न गइरहेछ। अब स्कुटी फाइनल भयो। अब धुने अब फाइनल।